हेलो एन्ड नमस्ते साथीहरू, तपाईँहरूलाई स्वागत छ सिरियस टेक युट्युब च्यानलमा। आज चाहिँ म तपाईँहरूलाई गुगल अकाउन्ट कसरी डिलिट गर्ने भनेर सिकाउने छु। के तपाईँहरू पनि आफ्नो जिमेल अकाउन्टलाई डिलिट गर्न चाहनुहुन्छ भने यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला त तपाईँले आफ्नो मोबाइलमा भएको जिमेल एपलाई ओपन गर्नुपर्ने हुन्छ। म सिम्पली ओपन गरेर देखाउँछु। त्यसपछि माथि 3 लाइनमा क्लिक गर्नुहोला। स्क्रोल डाउन गरेर तल सेटिङको अप्सन खुल्छ, यस सेटिङमा क्लिक गर्नुहोला। त्यसपछि माथि 3 कर्नरमा 3 डट दिएको छ, त्यसमा क्लिक गर्नुहोला। म्यानेज अकाउन्टमा जानुहोला। त्यसपछि तपाईँ जुन अकाउन्टलाई डिलिट गर्न चाहनुहुन्छ त्यो अकाउन्टलाई सेलेक्ट गर्नुहोला। सबैभन्दा पहिला त म यो अकाउन्टलाई डिलिट गर्न चाहन्छु, यसमा सेलेक्ट गर्छु। त्यसपछि तल रिमुभ अकाउन्ट भनेर आइसकेको छ, यसैमा क्लिक गरेर तपाईँ आफ्नो जिमेल अकाउन्टलाई बिना पासवर्ड डिलिट गर्न सक्नुहुन्छ। के तपाईँहरू पनि यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।